त्यसैगरी बसिरहने अर्कालाई रुवाएर मैले कसैले रुवाउन पनि चाहदिन। कसैले मैले खाएको प्रुफ गर्नुहुन्छ भने मैले उहाँले मलाई टाइम प्रहरीले सीआईबीले इमिग्रेसनले इन्टरपोलले के यी सबै बिकाउ छन्? सबै तपाईको दुश्मन हुन्? किन यी सबै मानिसहरू तपाईको पछि लागिरहेका छन्? होइन, उहाँले पछि गरिसक्यो। उहाँले मलाई फलो गरेर मजाले मैले भने नि म गल्ती देखाएर उहाँले फलो गरेर मलाई नेपाल सरकारले, नेपाल सीबीआईले, नेपालको इन्टरपोल पुलिसले मलाई फलो गरेर समात्न लान्छ भने, मलाई कारबाही गर्छ भने म कारबाही भोग्न तयार छु। गर्छ सर, गर्छ, डोन्ट वरी, गर्छ। तपाईलाई म ग्यारेन्टी भन्छु। तपाईले सेटल गर्नुभयो, आउनुभयो, सबैका पैसा तिर्न सुरु गर्नुभयो, गर्न थाल्नुभयो भने अर्कै कुरा हो। गर्नु भएन 2-3 वर्ष लाग्छ। मैले सबको पैसा तिर्छु, मलाई खानु छैन। म एउटा सुनी राईलाई आज पैसा पठाउनु। तपाईको वालेटमा कति पैसा छ अहिले? परिवार साथमा छ हैन। तपाईको वालेटमा अहिले कति पैसा छ? 10 लाखको दरले पनि मैले रिटर्न गर्न सक्छु। तर मैले कति खाछु, के गरेछु भनेर उहाँहरूले यो फोनमा भनेर, कसैलाई चाहिँ लाइभमा भनेर, त्यसमा कानुनी प्रोसेसमा कानुन तपाईँ हामीलाई नसिकाउनुस् भने उहाँहरूले चाहिँ कानुनी रोजगार विभागमा गएर यति मैले ठगेको छु, यति गरेको छु, उहाँहरूले चाहिँ प्रुफ गरेर मलाई कानुन अनुसार चाहिँ मलाई त्यो हुनु पर्यो। मैले चाहिँ त्यो भागेर हिँडेर पनि कानुन हुन्छ, लुकेर हिँडेर पनि कानुनलाई हवाला दिनुहुन्छ तपाईँ। म बिल्कुल भागेको छैन।